हेलो साथीहरू, आज मैले नानीको लागि फर्स्ट टाइम लिटो बनाउन गइरहेको छु। मैले लिएँ चना, भटमास, हरियो केराउ, साथमा चामल। अनि मैले चनालाई भुटेँ, ब्राउन हुनसम्म भुटेको थिएँ। अनि चना यत्तिको भए पछाडि मैले निकालेँ। अनि भटमास र केराउ एकै ठाउँ भुटेको थिएँ। अनि हल्का कालो कालो भएपछि यसलाई पनि निकालेँ। साथमा चामल पनि भुटेँ, चामल पनि हल्का ब्राउन हुनसम्म भुटेपछि निकालेँ। मैले मकै पनि लिएको थिएँ, तर मसँग अर्को खालको मकै नभएर फुला उठ्ने मकै नै लिएँ। अनि भटमास, चना, केराउ, मकै, चामल, गहुँ पनि हो, तर गहुँ मसँग नभएको हुनाले मैले यही चिजहरू राखेर बनाएको छु। अनि थोरै थोरै पिस्दाखेरि भएन, अनि सबै एकैचोटि राखेर पिसेको थिएँ। अनि त्यसपछि मजाले पिसिएको थियो मिक्सरमा। अनि मसँग त्यो ठुलो छान्ने थिएन नि त। अनि त्यसपछि मैले सानो छान्नेको मद्दतले यत्तिको मसिनो बनाएको छु। यस्तो भयो। थ्याङ्क्स फर वाचिङ।